नमस्ते, जय मेसी सबैजनालाई। आज चाहिँ म यो देउरालीमा आएको छु। लुलाङदेखि चाहिँ अलिकति हिँड्नुपर्छ। अहिले चाहिँ गाडीको बाटो आएको छ, हामी बाइकमा आएको। र देउराली चाहिँ कस्तो जग्गा हो भन्दाखेरि चाहिँ गुर्जाखानी र लुलाङखानीको चाहिँ बिचमा गएको एउटा सिमाना छ। यो चाहिँ एकदम माथि 3200 हाइटमा रहेको छ है। अन्त यहाँ चाहिँ कस्तो छ भन्दाखेरि हाम्रो यहाँ तपाईँले देख्न सक्नुहुन्छ यो गोठहरू छ, यो केटाकेटीहरू छ। आज नयाँ सालमा भएको कारणले गर्दाखेरि सबैजना आएर चाहिँ यहाँ चाहिँ अब रमाइलो छ। अर्को कुरा चाहिँ यहाँ भैँसी छ, गाईहरू छ, यता तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ प्रायः जस्तो वर्षी नै पछि यहाँनिर आएर चाहिँ जस्तै गोठ राख्ने, भैँसी बाख्रा गाईसँग आउने अनि बस्ने गरिन्छ। यहाँ चाहिँ यो ठाउँको नाम चाहिँ गुराँस हो। यहाँ चाहिँ धेरै लाली गुराँसहरू फुल्ने भएको कारणले गर्दाखेरि अझै समय चाहिँ अलिकति गइसकेको रहेछ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ बाख्रा अनि पाठा यहाँ छ। यो चाहिँ कस्तो राम्रो छ। अनि यसको आमा चाहिँ यो हो। तपाईँले भैँसी देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ हल्का चिसोदेखि जोगाउनलाई चाहिँ यहाँ यस्तो रहेको छ, देख्न सक्नुहुन्छ। यो चाहिँ एकदमै लालीगुराँसको रुख देख्न सक्नुहुन्छ, एकदमै राम्रो छ। पोखरादेखि चाहिँ गाउँ आउँदाखेरि चाहिँ यहाँ घुम्न आएको देउराली। कस्तो लाग्यो? राम्रो लाग्यो। तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ गोठ हो र यहाँ चाहिँ गाई बाँड्नको लागि। र यो चाहिँ सेट गाईलाई चाहिँ अब पानी पर्छ, त्यो कारणले गर्दाखेरि यहाँ अलिकति जोगिनको लागि चाहिँ यहाँ यसरी चाहिँ बनाएर बस्नुहुन्छ। तर अहिले चाहिँ एकदमै गाडीको बाटो सजिलो आएको छ, सजिलो छ। र वरिपरि चाहिँ एकदमै तपाईँले देख्न सक्नुहुन्छ। यसको म तपाईँलाई दृश्य देखाउँछु। वरिपरि चाहिँ एकदमै तपाईँको लाली गुराँसहरू चाहिँ यहाँ फैलिएको छ, फुलेर एकदमै धेरै देख्न सक्नुहुन्छ। तपाईँले देख्न सक्नुहुन्छ यतातिर सब लाली गुराँसहरूको रुख छ है। अनि यो पनि छ। अनि तपाईँ माथि जानुभयो भने त्यो देउराली माथि हो, एकदमै देख्न सक्छ। अनि यहाँ पनि केटाकेटीहरू यहाँ आएको छ। केटाकेटीहरू यहाँ चाहिँ घुम्न जानको लागि